तपाईं नयाँ फोन किन्ने सोचमा हुनुहुन्छ तर डर पनि छ गलत फोन नकिन्नु पछि पस्ताउन नपरोस्। 15,000 खर्च गरेर लोड हुने फोन नआओस् किनकि आजकल बजारमा फोन धेरै छन् तर सही फोन कम। नमस्ते साथीहरू, टिचवाला एनपीमा तपाईलाई स्वागत छ। आजको भिडियो खास तपाईहरुका लागि। यो 15,000 रुपैयाँ भित्र बेस्ट स्मार्टफोन खोज्दै हुनुहुन्छ, गेमिङका लागि, क्यामेराका लागि, ब्याट्रीका लागि वा ओभरअल बेस्ट परफर्मेन्सका लागि र अन्त्यसम्म भिडियो हेर्नुहोस् किनकि अन्त्यसम्म म एउटा यस्तो फोन बताउने छु जसले 15,000 को बजेट नै रिडिफाइन गरिदिएको छ। तर त्यसअघि एउटा सानो कथा। मेरो एक साथीले हतारमा फोन किने, बक्स राम्रो थियो, एड्स राम्रो थियो, तर एक हप्तापछि गेमले क्यामेरा ब्लर, ब्याट्री आधा दिन पनि टिक्दैन। 15,000 गयो, रिएट बाँकी रह्यो। त्यसैले आज म तपाईलाई मार्केटिङ होइन रियालिटी बताउनु। यदि तपाई भन्नुहुन्छ भाइ मलाई गेमिङ भन्दा ब्याट्री चाहियो, दिनभरि टिक्ने फोन चाहियो, तपाईको लागि फर्स्ट अप्सन टेक्नो स्पार्क 20 प्रो। 5000 mAh ब्याट्री, 33 वाट फास्ट चार्जिङ अनि 6.78 इन्चको फुल एचडी प्लस डिस्प्ले जुन कि 120 हर्ज रिफ्रेश रेट सपोर्ट गर्छ। अब सोच्नुहुन्छ फेसबुक, टिकटक, युट्युब, पबजी सबै चलाउँदै पनि चाहन्छसम्म ब्याट्री बाँकी। तर वेट, के ब्याट्री मात्र काफी हो? नयाँ फोनमा स्मुथ चाहिन्छ। त्यसैले यहाँ 120 हर्ज डिस्प्ले स्क्रोल गर्दा मक्खन जस्तै स्मुथ। तर क्यामेरा फ्लिफली ह्याङ्गर, अहिले क्यामेरामा जान्छौँ। अब गेमिङ लभर ध्यान दिनुहोस्, 15,000 भित्र गेमिङ फोन हो। 15,000 मा गेमिङ फोन हो सम्भव छ। इन्फिनिक्स हट 40i, युनिसॉक 3606 प्रोसेसर अनि 8GB र्याम, 128GB स्टोरेजसँग आउँछ। 90 हर्ज डिस्प्ले, गेमिङ मोड सपोर्ट, फ्री फायर, पबजी अनि कल अफ ड्युटी मिडियम सेटिङमा स्मुथ। तर एउटा प्रश्न, गेमिङ गर्दा फोन तात्यो भने? यसमा कुलिङ अप्टिमाइज छ, त्यसैले नर्मल युजमा हिटिङ कम। तर हार्ड स्कोर गेम गर्नुहुन्छ भने अन्त्यसम्म बस्नुहोस्, बेस्ट गेमिङ अप्सन अझै आउँदैछ। अब क्यामेरा लभर्स, सेल्फी, रिल्स, टिकटक, इन्स्टाग्राम तपाईलाई चाहिन्छ क्लियरिटी। रेडमी 13C 15 मेगापिक्सल मेन क्यामेरा, एआई पोर्ट्रेट मोड, नाइट मोड सपोर्ट, डेली लाइटमा फोटो शार्प, कलर नेचुरल, तर लो लाइट धेरै कम्प्रोमाइज। तर 15,000 मा डीएसएलआर खोज्नुहुन्न होला है। अब सिरियस युजर्स, अनलाइन क्लास, एडिटिङ, मल्टिटास्किङ तपाईलाई चाहिन्छ स्ट्रङ प्रोसेसर। Realme C53, युनिसॉक T612 अनि 6GB र्याम, 128GB स्टोरेज, स्लिम डिजाइन, बेसिक एडिटिङ, जुम मिटिङ, हेभी मल्टिटास्किङ सबै म्यानेजेबल। डिजाइन यति स्लिम कि ह्यान्ड फिल प्रिमियम। तर के यही बेस्ट हो? अब आउँदैछौँ फाइनल कि बेस्ट ओभरअल स्मार्टफोन अन्डर 15,000 इन नेपाल। रेडी? सैमसंग ग्यालेक्सी A05s किन बेस्ट? सुन्नुहोस् ध्यान दिएर। स्नैपड्रैगन 680 प्रोसेसर, 5000 ब्याट्री, 25 वाट फास्ट चार्जिङ, 6.7 इंच फुल एचडी प्लस डिस्प्ले, 15 मेगापिक्सल क्यामेरा, सैमसंग ब्रान्ड ट्रस्ट। स्नैपड्रैगन 680 स्टेबल गेमिङ, फुल एचडी प्लस ग्रिप डिस्प्ले, सैमसंग अप्टिमाइजेसन, लङ लाइफ, गेमिङ स्मुथ, क्यामेरा रिलायबल, ब्याट्री फुल डे प्लस, रिसेल भ्यालु स्ट्रङ। यो फोन स्टोरी, गेमर, कन्टेन्ट कन्ज्युमर्स सबैका लागि ब्यालेन्सेड चोइस। 15,000 भित्र सबैभन्दा सेफ इन्भेस्टमेन्ट। तर एउटा कुरा सम्झिनु, आज तपाईँ सही फोन किन्नुहुन्छ भने 2-3 वर्ष टेन्सन फ्री, गलत फोन भने हरेक दिन ल्याग, ह्याङ, रिग्रेट। त्यसैले डिसिजन आजै लिनुहोस्। प्राइस भोलि बढ्न सक्छ, स्टक सकिन सक्छ। क्विक रिकमेन्डेसन, गेमिङ सैमसंग A05s, क्यामेरा रेडमी 13C, ब्याट्री टेक्नो स्पार्क 20 प्रो, बजेट किङ इन्फिनिक्स हट 40i। फोन केवल गेजेट होइन साथीहरू, यो तपाईको डेली लाइफ हो। स्टोरी, इन्टरटेनमेन्ट, कनेक्सन सबै यही सानो डिभाइसमा डिपेन्ड गर्छ। त्यसैले स्मार्ट चोइस बनाउनुहोस्। यदि यो भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्न नबिर्सनु होला। नेपालमा जेन्युइन टिच अपडेट चाहनुहुन्छ भने टिचवाला एनपी सब्स्क्राइब गर्नुहोस्। कमेन्टमा लेख्नुहोस् तपाई कुन फोन किन्ने सोचमा हुनुहुन्छ। नेक्स्ट भिडियोमा बेस्ट स्मार्टफोन अन्डर 20,000 नेपाल ल्याउँदैछु, त्यसैले बेल आइकन पनि प्रेस गर्नुहोस्। फेरि भेटौँ अर्को पावरफुल टिच भिडियोमा। धन्यवाद।